हेलो साथीहरू नमस्ते। मैले हिजो राखेको भिडियोमा हामी मामु छोरी भएर कहाँ जान लागेको भनेर भनेको थिएँ। हेरौँ है त। हामी पहिला सुरुमा बस चढ्यौँ। अब बस मैले गोलपाकबाट चढेको थिएँ र गोलपाकमा बस चढेपछि हामी पुग्यौँ शङ्करनगर, जहाँ हाम्रो डेस्टिनेसन थियो। त्यहाँ गएर पहिला सुरुमा हामीले टिकट काट्यौँ। हामी जान लागेको भनेको हजुरलाई थाहा भइसक्यो होला, हामीहरू जाँदैछौँ बनबाटिका। अब बनबाटिका त गइरहेको ठाउँ हो। नानीसँग पनि म धेरैचोटि गइसकेको थिएँ र यसपालि पनि अब म बुटो लगाएको बेलामा फेरि पनि छोरीलाई लैजाऊँ भनेर लिएर आएको थिएँ। अनि पहिला सुरुमा हामी टिकट काटेर भित्र छिरिसक्यौँ। त्यसपछि यहाँ सानो पार्क जस्तो छ, यो नयाँ नयाँ बनेको हो। अनि त्यसभित्र डिफ्रेन्ट एनिमलहरूको स्ट्याचुहरू छ, जसमा मलाई छोरीलाई मनपर्ने डाइनोसर हो, जुन डाइनोसर देखेर छोरीले पहिले पोइन्ट आउट गरिसकेकी थिइन्। त्यसपछि एलिफेन्टहरू छ, डाइनोसर भयो, अनि लायनहरू छ, राइनोसर छ, जिराफहरू छ, डिफ्रेन्ट एनिमलहरूको स्ट्याचुहरू बनेको छ। त्यो देखेर छोरी एकदम खुसी भइन्। सबै हेर्दै छोरी अगाडि बढिरहेको थिइन्। अनि त्यसपछि साध्वी अलि अगाडि गएपछि नै देखिन् डाइनोसर है त। अनि त्यसपछि छोरी हेर्दै छिन्। लायनजी पनि आउनुभयो, हेर्नु त कति राम्रो हिमालहरू बनेको छ, डाइनोसरहरू छ। त्यो सबै देखेर छोरी एकदम खुसी भइन्। म पनि खुसी भएँ, एकदम रिफ्रेस भयो। अनि त्यसपछि हामी त्यो पार्क घुमेर छोरी पनि बाई बाई गर्छिन्। यिनी जुन ठाउँ गइन् त्यो ठाउँदै जाँदा यिनले सबैलाई बाई बाई गर्दै आउँछिन्। र त्यसपछि हामी अगाडि बढ्यौँ। यस्तै गरेर मैले हजुरहरूलाई पार्ट 2 पनि राख्नेछु। यति हजुरलाई कस्तो लाग्यो भनिदिनु होला, कमेन्ट गरिदिनु होला। थ्याङ्क यू।